भारी हात हतियार सहित बाक्लो सैन्य तैनाथी गरेको अमेरिकाले अब इरानमाथि भीषण हमलाका लागि आफ्नो सेना तम तयार रहेको जनाएको छ। दुई अमेरिकी अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आक्रमण गर्न आदेश दिएमा अमेरिकी सेना तयार रहेको बताएका हुन्। एक्सक्लुसिभ भन्दै रोइटर्सले दिएको रिपोर्ट अनुसार अमेरिकी सेनाले इरान विरुद्ध हप्ता लामो निरन्तर कारबाही गर्न सक्ने गरी तयारी गरिरहेको ती अधिकारीले बताएका हुन्। योजना संवेदनशील भएका कारण नाम नछाप्ने शर्तमा ती अमेरिकी अधिकारीहरूले इरान विरुद्ध आक्रमणको तयारी गरिरहेको खुलासा गरेका हुन्। यस्तै शुक्रबार उनीहरूले अमेरिकाले आफ्नो सबैभन्दा ठूलो विमानवाहक जहाज USS जेराल्ड आर फोर्ड त्यसतर्फ पठाउँदै गरेको पनि बताएका छन्, जसमा हजारौं सेना लडाकु विमान, निर्देशित क्षेप्यास्त्र, विनाशक लगायत छन्। शुक्रबार उत्तरी क्यारोलिनाको एक अड्डामा अमेरिकी सेनासँग कुरा गर्दै ट्रम्पले भनेका छन्, इरानसँग सम्झौता गर्न गाह्रो भएको छ। USS फोर्ड स्ट्राइक समूहको नयाँ अर्डरले यसलाई पर्सियन खाडीमा USS अब्राहम लिंकन क्यारियर स्ट्राइक समूहमा सामेल गर्ने जनाइएको छ। USS लिंकन विमान वाहक मिसाइल 2 हप्ताभन्दा पहिले पश्चिम एसियामा आइपुगेका थिए। अमेरिकी समाचारले USS फोर्डको लडाकु विमानहरूले जनवरी 3 मा काराकसमा भएको आक्रमणमा भाग लिएको र राष्ट्रपति निकोलस मदुरोलाई कब्जा गरेको रिपोर्ट गरेको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटपछि ट्रम्पले इरानले मिडनाइट ह्यामर प्रहार गरेकाले सम्झौतामा पुग्न असफल भएको उल्लेख गर्दै तेहरानले यस पटक जिम्मेवार तरिकाले कार्य गर्ने आशा गरेको बताए। सन् 2025 जुन 21 मा अपरेसन मिडनाइट ह्यामर अन्तर्गत संयुक्त राज्य अमेरिकाले इरानी आणविक पूर्वाधार विरुद्ध आक्रमण गरी फोर्डो, नातान्ज र इस्फहानका 3 प्रमुख स्थलहरूलाई लक्षित गरेको जनाइएको छ। इरानले भने अमेरिकाले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रको बडापत्रको खुल्लम खुल्ला उल्लङ्घन गरेको भन्दै कारबाहीको माग गरेको छ। इरानी अधिकारी अली लारिजानीले अल जजिरासँगको अन्तर्वार्तामा ओमानमा वाशिंटनसँग अप्रत्यक्ष वार्ता भइरहेको र संयुक्त राज्य अमेरिकाबाट अहिलेसम्म कुनै प्रस्ताव प्राप्त नभएको बताए। वार्ता प्रक्रियामा वाशिंटनको प्रवेशलाई तर्कसंगत मार्गतिर अघि बढ्ने संकेतका रूपमा वर्णन गर्दै संयुक्त राज्य अमेरिकाले इरान प्रति सैन्य विकल्प भन्दा फरक दृष्टिकोण अपनाउनु पर्ने निष्कर्षमा पुगेको लारिजानीले उल्लेख गरेको इरानी मिडियाले जनाएको छ। यसबाहेक उनले इरानलाई ऊर्जा र औषधिको उत्पादनका लागि सम्वर्धन आवश्यक रहेको भन्दै शून्य सम्वर्धनको छलफललाई अस्वीकार गरेका छन्। उनले यदि संयुक्त राज्य अमेरिकाले आक्रमण गर्यो भने यसको सैन्य आधारहरूलाई लक्षित गर्ने चेतावनी दिएको इराना समाचार एजेन्सीले जनाएको छ। गत हप्ता ओमानमा अमेरिका र इरान बीच वार्ता भए पनि बिना निष्कर्ष सकिएको थियो। त्यसपछि इरानले यदि अमेरिकाले आक्रमण गरे त्यसको कडा जवाफ दिन तयार रहेको चेतावनी दिएको थियो। तर अमेरिकाले भने यसपालिको आक्रमणमा आणविक पूर्वाधार मात्र नभई इरानी राज्य तथा सुरक्षा संयन्त्रका संरचनाहरूलाई समेत निशाना बनाउन सक्ने भनेर अमेरिकी अधिकारीले विस्तृत विवरण नदिने भनेका छन्। अमेरिकी टेलिभिजन नेटवर्क CNN ले पनि अमेरिकाले USS जेराल्ड फोर्ड नामको लडाकु विमान वाहक युद्धपोत मध्य पूर्वमा पठाउने तयारी भइरहेको जनाएको छ। यो युद्धपोत केही महिनादेखि क्यारेबियन सागर क्षेत्रमा थियो। भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरोलाई उनकै निवासबाट पक्राउ गरेर अमेरिका ल्याउने अपरेसनमा पनि यो युद्धपोत संलग्न थियो भनेर CNN ले लेखेको छ। गत महिना मात्रै अमेरिकाले इरानतर्फ USS अब्राहम लिंकन नाम गरिएको युद्धपोत तैनाथ गरेको थियो। USS जेराल्ड फोर्ड अब USS अब्राहम लिंकनसँगै मिसिनेछ। सम्भावित आक्रमणको तयारीबारे रोइटर्सले व्हाइट हाउसकी प्रवक्ता एना केलीलाई पनि सोधेको छ। उनले राष्ट्रपतिसँग सबै विकल्प खुला छ भनेर जवाफ दिएकी छन्। यद्यपि सबै पक्षको सुझाव सुनेर राष्ट्रिय सुरक्षा र देशको हित अनुसार अन्तिम निर्णय स्वयं राष्ट्रपति ट्रम्पले लिने उनले बताएका छन्। पेन्टागनले भने यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। रोइटर्सले व्हाइट हाउसकै 2 अधिकारीहरूलाई उद्धृत गरेर अमेरिकी सेना तयारी अवस्थामा रहेको र राष्ट्रपति ट्रम्पको आदेश कुरिरहेको भनेर लेखेको छ। इरानसँग पनि ठूलो संख्यामा क्षेप्यास्त्र भण्डार रहेकाले अमेरिकी सेनामाथि जोखिम उच्च हुने भनेर पनि विश्लेषकहरूले बताएका छन्। इरानको प्रतिकारात्मक आक्रमणले क्षेत्रीय द्वन्द्व फैलिने सम्भावना पनि बढाउन सक्छ। एक अधिकारीले अमेरिकाले इरानबाट प्रतिकार हुने पूर्ण अपेक्षा गरेको र त्यसले केही समयसम्म आक्रमण प्रत्याक्रमणको श्रृङ्खला निम्त्याउन सक्ने बताए। इरानको रिभोल्युसनरी गार्ड्सले इरानी भूमिमा आक्रमण भए मध्यपूर्वका जुनसुकै अमेरिकी सैन्य अड्डालाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ। जोर्डन, कुवेत, साउदी अरेबिया, कतार, बहराइन, संयुक्त अरब इमिरेट्स र तुर्कीमा अमेरिकाका सैन्य अड्डाहरू छन्। यसैबीच अमेरिकी नौसेनाका 2 ठूला जहाज एक अर्कासँग ठोकिएका छन्। गाइडेड मिसाइल
ट्रिस्ट्रोयर USS ट्रक्सन र सप्लाई जहाज USNS सप्लाई नामक जहाज क्यारिबियन सागरमा ठोकिएका हुन्। एक अर्कालाई इन्धन हस्तान्तरण गरिरहेका बेला जहाज ठोकिएका हुन्। अमेरिकी सरकारले दक्षिण अमेरिका तथा क्यारिबियन क्षेत्र वरपरका समुद्री इलाकामा नौसेना तैनात गरेको छ। यसको उद्देश्य लागु औषध तस्करी रोक्ने र समुद्री सुरक्षालाई बढाउने बताइएको छ। यो दुर्घटनामा 2 नाविकहरूलाई साधारण चोट लागेको बताइएको छ, तर दुवैको अवस्था स्थिर रहेको बताइएको छ। दुवै जहाज अझै पनि सुरक्षित रूपमा समुद्रमा यात्रा गरिरहेका छन्। जहाजहरू ठोकिनुको कारण अझै स्पष्ट नभएको र यसबारे अनुसन्धान जारी रहेको बताइएको छ।